जिल्लाको माइपोखरी अहिले सन्तपुर गाउँपालिका र पहिलाको यो साधुको चाहिँ माइपोखरी गाविसमै पर्ने यो माइपोखरी मन्दिर पुरानो सबैभन्दा पुरानो मन्दिर अहिले हामी मर्मत सम्भार गर्दैछौँ। यो चाहिँ भत्किने अवस्थामा पुगेपछि अहिले हामी सबैजना भेला भएर यहाँ चाहिँ हाम्रो सबैले सहयोग गरेछ। हिजो यहाँ मात्रै हाम्रो यहाँ दिपा दिदी, धमेश भाइ, हाम्रो मनकुमार, हाम्रो भन्दिरू, हाम्रो विष्णु ठुलो भाइ सबैजना मिलेर यहाँ कामहरू भइरहेछ र सबैजना वरिपरि सबैजना नै सहयोग गरिराख्नु भएको छ। र यो चाहिँ एकदमै लड्ने अवस्थामा पुगेर नै हामीले यसलाई मर्मत गर्दैछौँ। यो यतापट्टि चाहिँ एकदमै लड्नै आँटिसकेको छ, साह्रै कुहिएको भएर पानी यस्तो भएर चाहिँ अहिले मर्मत गर्नुपर्ने भएर चाहिँ हामी गर्दैछौँ। 2 वर्ष अगाडि मात्रै यो त्रिधार्मिकले यहाँ पुराण लगाएको छ र त्यो पुराणबाट आर्थिक सहयोग 50,000 रुपियाँ सहयोग भएर च्यादर किन्ने कामहरू गरेछौँ हामीले र काठहरू किनेको छौँ र यो 50,000ले मात्रै नपुग्दा हामी सबैले उठाएर यहाँ लगाउने भनेछौँ र 500 फुट जस्तो चाहिँ हामीले कटुसको काठ पनि लिएको छौँ र यो अरू नपुगेपछि हामी नै उठाएर यहाँ खर्च गर्नेछौँ र यो मन्दिरलाई चाहिँ अब अहिले बचाइराख्नुलाई पनि यो पुरानो मन्दिर हो, यो ऐतिहासिक मन्दिर हो, यसलाई नबिगारिकन नचलाइकन जस्तो रूप छ त्यही रूपमा नै हामीले यसलाई खालि बलियो बनाउने, मर्मत गर्ने, कुहिएको काठहरूलाई निकालेर फेर्ने कामसम्म मात्रै गर्न लागिरहेको। सँगसँगै यो कुटी यहाँको पनि च्यादरहरू एकदमै कुहिसकेर यहाँबाट चाहिँ पानी चुहिने भएछ। यहाँ चाहिँ यो बस्ने पहिला यहाँ साधु बाजे बोजू बस्नुहुन्थ्यो यहाँभित्र, यहाँ चाहिँ यहाँ बसेर यहाँ मन्दिरमा पूजा गर्नुहुन्थ्यो। यो चाहिँ छानाहरू सबै यो पनि चिने छाना भइसकेको छ, यसलाई पनि छानाहरू फेर्नुपर्ने छ। यसलाई नि पछि हामी कहीँबाट केही गरेर यो च्यादरहरू पनि फेर्नेछौँ। दाजु ल मैले यता तपाईँ यहाँ बसिराख्नु भएको छ। यो रुख बिरुवाहरू चाहिँ उहिले चाहिँ हाम्रो साधु बाजेले चाहिँ दार्जिलिङबाट लिएर सल्लाहहरू कोक्रोको नानीको सुत्ने कोक्रोको मुनि लुकाएर बिरुवा लिएर रोपेको भनेर हामीलाई भन्नुहुन्थ्यो। यो रुख वन बिरुवा वरिपरि धेरै नै वन जङ्गलहरू छ। यहाँ चाहिँ प्राकृतिक हिसाबले एकदमै राम्रो छ, यहाँ वातावरण हिसाबले पनि त्यसलाई हामीले संरक्षण गर्नु जरुरी छ। यसलाई चाहिँ हामीले अहिले चाहिँ संरक्षण गरि नै रहेको छौँ र यो सधैँभरिलाई नै यसलाई चाहिँ प्राकृतिकतालाई जोगाइराख्नु चाहिँ जरुरी। यहाँसम्म घरि पानी परेर कुहिएर भित्रको काठहरू पनि कुहिसकेको अवस्था। यहाँ चाहिँ माइपोखरी, यो चाहिँ 9 वटा कुनाहरू छ। यहाँ यो चाहिँ पहिलादेखि नै यो धार्मिक स्थलको नाममा सबैले मान्दै आएको छ र पूजापाठ गरेको छ र यहाँ आउने चाहिँ तीर्थालुहरूलाई यहाँ आउँदाखेरि पूजापाठ गर्दाखेरि चाहिँ सबैलाई मनोकामना पुरा भएको भन्ने चाहिँ सबैलाई भएको सबै तीर्थालुहरूले चाहिँ भन्नुहुन्छ। आफै नगरेको